निजी स्कुलहरूको एउटा सङ्गठन छ, त्यसको नाम हो प्याप्सन। त्यसको महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली जानुभयो र उहाँले भाषण गर्नुभयो। संविधान विपरीत भाषण त गर्नुभयो। संविधानलाई त कहिलेकाहीँ उहाँ खल्तीको रुमाल जस्तो बनाउनुहुन्छ होइन। र के भनिदिनु भने सरकारी स्कुलमा पढाउने मास्टर नपढाए भए पनि हुन्छ। उहाँले मुस्ताङको एउटा उदाहरण दिनुभएको थियो होइन। तर निजी स्कुलहरूले चाहिँ एकदम क्वालिटी दिनुभएको छ। नेपाललाई विश्वमा चिनाइदिने तपाईँहरू हो, त्यसकारण तपाईँहरूले नाफा लिनु पाउनुपर्छ, तपाईँहरूले कम्पनीमा पनि चल्न पाउनुपर्छ, बिन्दास गो हेड भनिदिएपछि मेरो अभिभावक मेरो जस्तो नलागेपछि, मेरो बा सौतेनी बा जस्तो लागेपछि म किन विश्वास गर्ने भएको यस्तो कि होइन। यस्तो हो, अब त्यो प्रधानमन्त्रीले कहाँ के बोल्नुभयो भन्ने कुराको अहिले जवाफ मैले दिन विश्वास भएन क्या, सरकार प्रमुखको विश्वास भएन। एउटा कुरा के हो भने विश्वास त गर्नु पर्यो। बेटीको छोरो चाहिँ टाई, कालो जुत्ता, यहाँ झोला होइन, यहाँनिर तुम्लेट होइन, यहाँ रुमाल सब हालेर गयो स्कुल। तर त्यो भाडामा बस्ने गरिबको बच्चा आज पनि त्यहाँ माटोमा गएर खेलिरहेछ, किनभने उसको स्कुल बन्द छ। कसका कारणले भन्दा उसका शिक्षक, उसको सरकार, उसका मन्त्री, उसका प्रधानमन्त्रीको अकर्मण्यता।